हेलो गाइज, हेलो पैसिज, हामी कहाँ छौँ रे अहिले? सलेनी डाँडा। यो कहाँ छ? दक्षिण कालीबाट सिस्नेरी जाने बाटोमा मन्दिरबाट 2 मिनट माथि चढ्यो, बाइकबाट 2 मिनट चढ्यो भने उकालो सकिने बित्तिकै आउँछ। अति रमाइलो ठाउँ, अति शीतल। ओहो, पानी नपरेको बेलामा बुढी कहाँ भागेछ। झन् सेल्फी, दुवैजनासँगै सेल्फी खिच्दै हिँड्नुपर्छ नि हो। अगाडि दौडिरहेछ। अब हामी पनि गएर मकै खानु जानुपर्छ। मकै खानुपर्छ, काँक्रो खानुपर्छ। पुग्नुलाई पनि कति टाइम लाग्ने हो, कति लामो पुल पनि। ल गाइस, यति लामो छ पुल। यहाँदेखि पर छ के को बेजत? ए दुनियाँमा सबभन्दा बढी इज्जत हुने मेरो छोरी जान्छ, जसको जे गरे पनि बेजत हुन्छ। बाबाले गीत गाए पनि बेजत, बाबाले भ्लग बनाए पनि बेजत। बाबाले बोल्यो कि बेजत हुने छ। साह्रै इज्जत कमाएको एउटा छोरी छ। हेर्दैन, बाबाले बोल्यो कि बेजत फिल गर्ने छोरीको पनि हेर्दैन। कस्तो रमाइलो छ यहाँ। यस्तो मजाले हावा चलिरहेको छ। सब भाइरल हुने भयो तिमीहरू। ल, मेरो त्यहाँ इन्स्टाग्राममा झन्डै मिलियन फलोवर छ। अनि हाम्रो अङ्कल पनि भाइरल अब। अङ्कल छिटो गइहाल्नु। हामी यस्तै हो नौटङ्कीहरू। पुलमा पनि नहेरिकन, आँखै नहेरिकन हिँड्नु पर्ने, मोबाइल नहेरिकन चिँदै नबुझ्ने। हिँड्या जस्तै देखिँदैन, खुइ क्यामेरा मात्र गइरहेछ। भर्खर आधी बाटो पुग्यो, अझै आधी बाटो बाँकी छ। यसरी अब यताको आधी कहाँ लुग्या खोइ। छैन नि, कपालबाट देखाउनु पऱ्यो क्या। किन तिमी अगाडि दौड्यो होइन? क्यामेरा पछाडि पो आउँछ नि। ल, ल कपाल उडेको यसो देखाउ। ल, कपाल उडेको। यसो हेरेर कहाँनिर आफ्नो फ्रेममा आउँछ त्यो हेरेर हिँड न हो। मेरो पछि लागि हिँड्यो त नानु। एउटा बाउको एउटा छोरीको बोक्ने दुइटै आमाले। छोरीको त बाँकी नै छ। अहिले चाहिँ अलिक ठुलो भएर होला, आज चाहिँ दिएन। नत्र त त्यसले क्या ब्याग बोकेको छ त्यसले नि। ब्याग बोक्न दिएन आज भनेको न त छोरीको ब्याग बोक, आफ्नो ब्याग बोक। के गर्छ साँच्चै? पोस्ट नगर्नु किन भिडियो खिच्दिने नि? होइन, 5 मिनट लाग्छ हौ। 5 मिनट। ल, 4 मिनट 70 सेकेन्ड त भइसक्यो। छिटो आऊ।
उता गएर है ल पकाउन सकिन लाग्यो हाम्रो पुल सकिन लाग्यो ल ऊ यहाँ पुग्न लाग्यो हामी कहाँदेखि गएको कति बर हाय स्काई पनि खत्रै राम्रो आएको जस्तो छ यहाँबाट यसो हेर्दाखेरि है ऊ ल लाइटले गर्दा देखिन्छ खुब है देख्दैन खन्बर फेरि बेजत गरिदिन्छु म देखिँदैन भने देखिन्छ मजाले सेपै गरेर राख्ने